साथी, के तपाईले यति देख्नु भएको छ? पक्की छैन होला। यति भेट्ने मानिस मैले त आजसम्म भेटेको छैन। खासमा यति हुन्छ कि हुँदैन? हुन्छ भने किन कसैले भेट्दैनन्? र हुँदैन भने किन यतिका बारेमा यति धेरै कथाहरू सुनिन्छन् त? छैन त अचम्म? आज यही अचम्म लाग्दो यतिका बारेमा म केही भन्छु है। यति भनेको के हो? येती हिमालय क्षेत्रमा पाइने भनिएको एक रहस्यमय जीव हो, जसलाई प्राय अबोमिनेबल स्नोम्यान पनि भनिन्छ। यो प्राय नेपाल, तिब्बत र भुटानका हिमाली क्षेत्रमा बस्ने भनिन्छ। यसलाई मानिस जस्तो ठाडो हिँड्ने, रौँले ढाकिएको ठूलो आकारको जीवका रूपमा वर्णन गरिन्छ। यतिको उत्पत्ति र विश्वास। यतिको कथा खास गरी शेर्पा समुदाय, तिब्बती संस्कृतिबाट आएको मानिन्छ। उनीहरूका अनुसार यति कुनै साधारण जनावर होइन, पहाडको आत्मा वा रहस्यमय संरक्षक पनि हुन सक्छ। यतिको स्वरूप कस्तो भनिन्छ? लोककथा अनुसार उचाइ 6 देखि 10 फिट, रङ सेतो, खैरो वा रातो, शरीर रौँले ढाकिएको, चाल 2 खुट्टामा हिँड्ने, चिन्ह ठूलो खुट्टाको छाप, फुटप्रिन्ट्स। नेपालका चर्चित यति लोककथाहरू। 1. बनमान्छी, जङ्गलको मानिस। नेपालका धेरै हिमाली गाउँहरूमा यतिलाई बनमान्छे भनिन्छ। मानिस जस्तो तर जङ्गली जीवन बिताउने प्राणी। कथा अनुसार एकपटक गोठालाहरूले टाढाबाट ठूलो मान्छे जस्तो जीव देखी, तर नजिक जाँदा हरायो। 2. गोठालालाई डर देखाउने यति। धेरै कथामा यति मानिसलाई सिधै आक्रमण नगर्ने तर डर देखाउने, आवाज निकाल्ने भन्ने विश्वास छ। 3. यतिले पशु चोर्ने कथा। केही ठाउँमा यति गाई भैँसी वा चौपाया लैजान्छ, राति गाउँ नजिक आउँछ भन्ने कथा सुनिन्छ। 4. पहाडको रक्षक। शेर्पा विश्वास अनुसार यति पहाडको रक्षक हो, मानिसले प्रकृतिको अपमान गरेमा देखा पर्छ। यतिको खोज र प्रमाण। धेरै अनुसन्धान र खोज भए, खुट्टाको छाप भेटिएको दावी, मठहरूमा यतिको हात जस्तो वस्तु राखिएको, तर अहिलेसम्म पक्का वैज्ञानिक प्रमाण भेटिएको छैन। केही अनुसन्धानले त यी सबै भालु जस्ता जनावरसँग भ्रम भएको हुन सक्ने बताउँछन्। किन यति आजसम्म लोकप्रिय छ? रहस्य, हिमालयको दुर्गमता, संस्कृति र विश्वास, यी कारणले यति कथा अझै जीवित छ। यति सायद वास्तविक प्राणी नभए पनि नेपालको सांस्कृतिक सम्पदा र लोकविश्वासको महत्त्वपूर्ण भाग हो। यो कथा मानिस र प्रकृतिको सम्बन्ध, डर र रहस्य, पहाडको सम्मान जस्ता गहिरा सन्देश बोकेको छ।